नमस्ते साथीहरु, मेरो नाम रोजिका छ। म चाहिँ इन्डियाको सुरत गुजरातमा बस्छु। आज चाहिँ हाम्रो माघीको 2 दिन छुट्टी भएको कारणले गर्दाखेरि हामी चाहिँ घुम्न जानलाई आइसकेको छौँ। मेरो बुढाले चाहिँ ट्याक्सी रिजर्भ गरिसक्नु भएको रहेछ। उहाँ चाहिँ दिदी हुनुहुन्छ अनि मेरो भदैनी, म अगाडिको सिटमा चाहिँ मेरो बुढा बस्नुभयो। दाइ चाहिँ पछाडि बाइकमा आउँदै हुनुहुन्छ। हामी चाहिँ गार्डन घुम्नको लागि गइसक्यौँ साथीहरु। अनि हामी फाइनली गार्डनमा पुगिसक्यौँ। उहाँ चाहिँ टिकट काटेर फेरि हामी गार्डनतिर इन्ट्री भइसक्यो। म हजुरहरुलाई गार्डनको भ्यूज देखाउने छु। एकदमै राम्रो छ। यो चाहिँ बोटनिकल गार्डन हो। यतातिर चाहिँ एकदमै राम्रोसँग सजावट गरेको छ, फूल पनि छ। अनि हल्का अगाडि गएर यो चाहिँ बुलबुलिया, यहाँ भित्र जानुपर्छ। हेर्नु चाहिँ के रहेछ देखाउँछु म तपाईलाई। यताउता हिँड्ने बाटो नि रहेछ। एकदमै राम्रो, एकदमै रमाइलो लाग्यो मलाई चाहिँ यो गार्डन देखेर चाहिँ एकदमै मन पर्यो। हल्का अगाडितिर गएर चाहिँ भित्र चाहिँ हल्का खाली छ। खाली जग्गामा चाहिँ म यस्तो भिडियो बनाउँछु भनेर भिडियो बनाइरहेको थिएँ। मेरो बुढाले कतिखेर भिडियो सुट गर्नुभयो मलाई नि थाहा भएन। हामी चाहिँ यहाँबाट निस्केर हल्का अगाडितिर गएको। अगाडि यो पल्लो साइडतिर चाहिँ मेला लागेको रहेछ। हामी एकछिनपछि त्यतिर पनि जाने नै छौँ। अनि हल्का अगाडि हिँड्दै हिँड्दै यो चाहिँ गार्डन घुमाउने ट्रेन हो, घुम्दैछ। एकदमै राम्रो छ। उहाँ चाहिँ दाइ हुनुहुन्छ। दाइ चाहिँ भिडियो सुट गर्दै हुनुहुन्छ। हामी धेरै थाकेर यहाँ आराम गरेको। आराम गरेर चाहिँ हामी हल्का अगाडितिर बढेको। बढ्दै चाहिँ अगाडितिर चाहिँ यो फेरि यो ट्रेन एक राउन्ड मारेर फेरि आइसकेको छ। यहाँ घुम्दै फिर्दै आइसकेको छ। हामी चाहिँ अहिलेसम्म यहीँ नै छौँ। यो एकदमै ठुलो गार्डन छ। अनि यो चाहिँ बोटनिकल गार्डनको सानो ताल हो। यो ताल देखेर चाहिँ मलाई नेपालको घोडाउडी तालको धेरै नै याद आयो। हामी पुरा गार्डन घुमेर फेरि हामी यही मेला भएको ठाउँमा जाँदैछौँ। हामी भित्र जाँदा जाँदै कुन झुला झुल्ने भनेर हामी डिसाइड गर्दैछौँ। हामी यो झुला झुल्नु पर्छ भनेर हामीले फाइनली डिसाइड गरिसक्यौँ। अब चाहिँ हामी यो झुलामा बस्नलाई जाँदैछ साथीहरु। उहाँ चाहिँ दाइ हुनुहुन्छ। दाइ टिकट काटेर आइसक्नुभयो। टिकट चाहिँ 60 रुपैयाँ रहेछ एकजनाको। काटेर अब चाहिँ हामी झुलामा बस्नलाई हिँडिसक्यौँ। हिँड्दै हिँड्दै झुलामा पनि बसिसक्यौँ। झुलामा बसिसकेपछि चाहिँ एकदमै खुसी लाग्यो। अब यो झुला कतिखेर चल्छ भनेर एकदमै खुसी भइरहेको थिएँ म चाहिँ। अब झुला नि चालु भइसक्यो। एकदमै डर लाग्ने रहेछ झुलामा चाहिँ। म त धन्नैले बिहोस हुँदै बचे हुँ। एकदमै रमाइलो लाग्यो। यति धेरै खुसी भयो कि म त्यो झुलामा बसेर फेरि हामी अर्को झुलामा बस्नलाई आइसकेको छौँ। यो झुलामा बस्दाखेरि चाहिँ झन् त्यो भन्दा नि एकदमै डेन्जर रहेछ। यो झुला चाहिँ एकदमै डर लाग्ने, चक्कर आउने। अनि हामी चाहिँ कति जोरसँग चिच्याएर झुला खेलेको कि सब यताउताबाट पनि हामीलाई हेर्ने कि लाजै नलाग्ने फेरि डर लागेर। एकदमै रमाइलो लाग्यो मलाई चाहिँ यो झुला खेलेर चाहिँ। हामी चाहिँ यहाँ झुला खेल्दै उतातिर फेरि हामीले झुला खेलेर सिद्धेर बाहिर गएको। लास्टमा चाहिँ हामीले पानीपुरी। आजको यो मेरो ब्लग चाहिँ यही समयलाई पानीपुरी खाँदै सबै साथीहरूलाई बाई बाई, सी यू सुन।